Hello everyone, Sewa and Namaste. Welcome back to my another video and I hope तपाईहरु सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि त्यहाँदेखि आजको भिडियो चाहिँ के छ भन्दाखेरि आजको रहेको छ प्र्याङ्क। साथीहरु मेरो सोल्टिङ चाहिँ अहिलेसम्म आउनु भएको छैन। 7 बजेर पनि 10-20 मिनेट कति मिनेट गइसकिसक्यो। 7 बजे आउनु पर्ने हो खासमा, तर अहिलेसम्म पनि आउनु भएको छैन। म के गर्नु पन्टु यहाँ छ सोल्टिङ आएन, सोल्टिङ आएको छैन अहिलेसम्म पनि। सोल्टिङ छिटाउनु दिक्सा, छिटाउनु पुन्टु सोल्टिङ आउँदैन त। सोल्टिङ आउँछ अनि हुन्छ यहाँ धमाका। ओके A few moments later. यता आउँदा सबसँग कुरा गर्नु मलाई त कस्तो लागिरहेको छ सोल्टिङ हैन म त छक्क परिरहेको छु हौ। किन अनि बिस्तारै बोल्नु मलाई सुन्छ मान्छे अलिकति आउनु त नबस्नु अनि कि अस्ति नै मैले तपाईँलाई भनेको थिएँ नि तपाईँलाई नराम्रो लागेको कुरा मलाई भन्नु, मलाई नराम्रो लागेको कुरा तपाईँलाई भन्छु भनेर। अन्त अनि मलाई त तपाईँले त्यसो भन्नु पऱ्यो त बित्थामा राखेछु, बित्थामा बसेछु सँगै मैले हो साँच्ची त्यसो भन्नुभएको सोचिनु मलाई विश्वास नै लागेको छैन हौ। भए पनि अब जाऊ भन्नु पनि कसरी भन्नु जाऊ पनि भनेर भन्नु पऱ्यो। अनि मलाई त कति नराम्रो लाग्यो कसम भनेको सोच्छु मलाई त साँच्ची त्यस्तो सोचेँ। यत्रिका नाम चाहिँ भन्नु न कहिले भनेको कसमसँग मैले चाहिँ त्यसो चाहिँ भनेको छुइनँ है मोटी। अन्त अनि म त भनेको त अन्त दिउँसोदेखि मलाई त कस्तो लागिरहेको छ। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। नाम चाहिँ भन्नु कि अहिले भन्नु नाम चाहिँ लु म चाहिँ कसले त्यसो भनिहाल्नु बाबा बित्थामा राखेछु भनेको भन्छु अरे। बित्थामा बस्नु भनेछु, सँगै नबसेको भए नि हुनेछ। अब कसरी अब जाऊ भन्नु पनि कसरी मोटी मम्मी कसम पाथिबाट कसम मैले चाहिँ त्यस्तो भनेको छुइनँ है। कसले भनेको भन्नु त अनि म त होइन हौ सोल्टिङले त यसो नभन्नु मैले सुने यतै वरिपरिदेखि सुनेको होइन सुन्नु चाहिँ। अनि एउटा साथी भनेको सोल्टिङ दिउँसोदेखि कति चित्त मलाई त कस्तो आफैलाई कस्तो भइरहेको छ। अन्त छिटो घर आउनु कति बेला आउने भनेर सोधेको म बाबा के राख्रा कसम पाथिबाट कसम भए पनि मैले त्यस्तो भनेको छुइनँ। कसले भनेको भन्नु त त्यो चाहिँ अनि त्यहाँदेखि भन्नु न के हुन्छ भन्दा चाहिँ भन्नु न के भएको चाहिँ त्यो भन्नुको कुरा होइन कि सोल्टिङ मलाई कस्तो नराम्रो लागिरहेको कसम भए पनि त्यस्तो चाहिँ भनेको छुइनँ है मोटी। होइन मलाई त कस्तो नराम्रो लागिरहेको छ। अनि त्यहाँदेखि अनि सोध्छु होइन सोल्टिङले के चाहिँ भन्नुभएको त यसो त नभन्नु पर्ने भन्छु। अनि कस्तो कसले भनेको भन्नु न पाथिबाट कसम भए पनि मैले चाहिँ त्यसो भनेको छुइनँ है। कसरी कहिले जाओस् भयो यसो भनेर भन्नु पऱ्यो के अरे बित्थामा राखेको छु मोटुलाई त। अब जाऊ भन्नु पनि कसरी जाऊ भन्नु, नबस्छ भन्नु पनि कसरी नबस्छ भन्नु। कसम पाथिबाट कसम भए पनि लु त्यस्तो चाहिँ भनेको छुइनँ। कसले भनेको नाम चाहिँ भन्नु न, नाम सुन्नु मन लाग्यो। त्यो कसले कुराको मिलाउँदै भनेको कि कसो नाम सुन्नु मन अनि त्यहाँदेखि भनेको त अनि त्यहाँदेखि अनि के भन्नु पऱ्यो अनि यसो गर्नु भन्नु। अनि म चाहिँ बिहानै उठेर काममा जानुपर्छ, खाना पनि बनाइदिँदैन बेलुकी आउँदाखेरि। कसले भनेको भन्नु न हो त्यो चाहिँ। अब कसले यसले भनेको भनेर अब त्यो खुलाउनु अन्त भन्नु न के हुन्छ त अनि यसले भनेको भनेर भन्नु न अनि के हुन्छ त भन्दा त मसँग मोटीले मैले चाहिँ लु किन काम राखेछु बसेछु चाहिँ मैले कस्तो भनेछु कसम पाथिबाट कसम आउनु। अन्त मैले अघि सजिला सोल्टिना भनेको नि सोल्टिना भनेको मलाई त साह्रै नराम्रो लागिरहेछ। भन्नु न त अन्त म सोध्छु म कुरा गर्छु न कहिले मैले त्यसो भन्दैछु। अन्त कसले भनेको तपाईँले चाहिँ कसरी भन्नुभयो? होइन मैले कसम मेरो विश्वास लाग्दैन। होइन लाग्छ कि तर पनि अब मान्छेले भन्नु ल भन्नु त मोटी मैले लु केही काम राखेछु कहिले जाओस् हुँदैछु म किन अब जाऊ पनि अब हेर्नु है तपाईँले आएर यहाँ मलाई यस्तो धेरै सजिलो भनेको छ होइन। अब
हेर्नु है लु म अब लुनाले यो सामानहरू पनि लाने भए लु म एक्लै बस्ने भए म यतिखेर यहाँनिर म बस्ने पनि थिइनँ अस्ति गाउँ पनि गइसक्थेँ होला होइन तपाईँ हुनुहुन्छ र हल्का सस्ता लु दुईजना भएर मिलेर त निकालिन्छ त्यो भए पनि भाडा पनि उ गर्ने भनिरहेको छ अब म चाहिँ किन त्यसो छ भन्नु हो मोटी चाहिँ अनि त्यहाँदेखि म चाहिँ भोकै बस्नुपर्छ भात पनि पकाइदिँदैन बेलुकी पनि के अरे छानु त्यसो चाहिँ होइन लु सोचिदिने म त छक्क परिरहेको छु हौ भन्नु न लु नाम चाहिँ भन्नु न त्यति भन्दा पछाडि भन्नु न प्लिज भन्छु म अलिक पछाडि भन्छु कि तर होइन कि सोल्टिनी म त लु कस्तो कस्तो कुराहरू सेयर हुन्छ होइन तर पनि त्यस्तो यस्तो भन्नुहुन्छ भनेर चाहिँ मलाई लाग्यो कसम त भनेको छुइनँ मोटी कसम भनेको हामी बरु सुत्छौँ होइन अब सुत्छौँ अनि बरु चाहिँ बिहान हामी ढिलो उठ्छौँ अनि अब मोटी पनि सुतिरहेको छ अनि बिहान अब कहिले भात खानु बेलुका हामी प्रायः भात पनि खाँदैनौँ होइन लु कहिले भनेको लु भन्नु त लु भन्नु न म त आज सोच्दा सोल्टिनी तर पनि अघि भनेको कति बेला घर आउने छिटो आउनु परिसकेको छु भनेर मलाई त कस्तो कि सोल्टिनी मलाई त कस्तो रुनु पो मन लागिरहेको छ भन्नु न कहिले त्यसो म चाहिँ किन त्यसो भन्नु अनि तपाईँ आमालाई यत्रो धेरै सहज भइरहेको छ म चाहिँ कसरी त्यसो भन्छु हौ अहिले बजाउनु खोजेको होइन अब म होइन म चाहिँ अब होइन भन्नु न कसले भन्नु पछाडि भन्नु त्यतिकन के म भन्नु न मलाई त कस्तो लागिरहेको छ सोल्टिनी साँच्ची भनेको किन अब यस्तो अब भन्नुहुन्छ जस्तो लाग्दैन तर पनि हावा नचल्ने पात हल्लिँदैन नि त त्यो पनि हो होइन मैले त्यस्तो चाहिँ मैले भनेको पनि छुइनँ होइन पाथिबाट कसम भए पनि मैले भने नि होइन तपाईँलाई लु बरु अब मान्छेले सोध्छ भातहरू खाने हामी भात खाँदैनौँ अब हामी ढिलो उठ्छौँ भात मोटीले पनि पकाउँदैन म पनि पकाउँदिनँ यतिकै आउँछौँ अनि त्यसो चाहिँ म भन्छु होइन लु म भात पनि पकाइदिँदा होइन कहिले भनेको भन्नु न त्यो चाहिँ मलाई सुन्नु मन लाग्यो क्या वरिपरिकै मान्छे अन्त मलाई सुन्नु अब कोसँग कुरा गर्नुभयो त्यो सम्बन्ध होइन लु भन्नु न अरूसँग मैले त त्यसरी चाहिँ कसलाई पनि भनेको छुइनँ लु मैले केही न काम राखेको छु के भनेर चाहिँ मैले भनेको छुइनँ केही न काम राखेको छु होइन कि केही न काम हामी सँगै बसेछौँ बसेर काम भए पनि पाथिबाट कसम भए पनि मोटी लु भन्नु न त लु तपाईँ सम्झिनु न मैले त लु मैले त्यसो त कसलाई पनि भनेको छुइनँ म त सम्झिँदिनँ भने भन्नु न नाम चाहिँ भन्नु न असम भए पनि मैले चाहिँ त्यसो भनेको तपाईँले त भनेको पत्याउँदिनँ कि तर पनि मलाई सोध्नु मन लागेको नि अनि अब मान्छेको मन न हो बा मनभित्र के छ नि अनि त्यहाँदेखि मैले भनेको थिएँ नि अस्ति नै तपाईँलाई मेरो केही बानी नराम्रो लागेको छ नि भन्नु मलाई म पनि भन्छु भनेर होइन तर पनि अनि मलाई त अब भन्नु मन लागिगयो मलाई त कस्तो साँच्ची भनेको सोल्टिनी मलाई त रुनु मन लागिरहेको छ साँच्ची अरे ठ्यामिस लु कसले भनेको भन्नु न लु त्यसलाई हामी सोध्नु होइन म एकछिनमा भन्छु कि त्यो चाहिँ तर पनि हो कि होइन चाहिँ म त त्यसो भनेको छुइनँ हौ मलाई त साँच्चै म त कस्तो सोच्दा पनि कति नराम्रो लागिरहेको के भन्नु कहिले म के भन्नु सोल्टिनी अब त्यो मान्छेको नाम भनेर पनि कुरा खाइँदै छैन एकदम किनभने त्यो मान्छेलाई अब यताउता कुरा गरेर अब त्योसँग बाँच्नु गएको जस्तो हुन्छ होइन त्यसलाई भन्ने अब मैले भन्ने भनेर तपाईँ मसँग बस्नुहुन्छ तपाईँलाई भन्ने हो नि त अनि त्यही भएर चाहिँ भनेको कि मलाई त साँच्ची भनेको सोच्ने कसम दिउँसोदेखि कति बेला दिपसँग सोध्छु भनिरहेको जुन तपाईँ चाहिँ मलाई यति धेरै सहज भएर छ हेर्नु सब तपाईँले नै गरिराख्नु भएको छ अब म चाहिँ किन केही नाकाम राखेको छु बित्थामा राखेको छु म किन भन्नु न नाम चाहिँ होइन भन्छु कि अलिक दिन पछाडि अब सोध्नु त भन्नु न हामीसँगै त्यो मान्छे पनि कनेक्टमा छनु चाहिँ त्यही हो होइन सुक्रिया त आशा कुरा तपाईँले पसाउनै गर्नुभएको कोसँग गर्नुभएको बा दिदीसँग गर्नुभयो कि बा दाइसँग गर्नुभयो बा आशासँग गर्नुभयो कसले दिदीले भनेको अब तपाईँ विचार गर्नु न कसले भन्नु होइन मैले त लु अनि मैले त्यसो भनेकै छुइनँ नि त लु कसले भनेको भन्नु न त्यो चाहिँ आशाले हो अब होइन अब आशाले पनि भन्नु सक्छ दिदीले पनि भन्नु सक्नुहुन्छ कि तर तपाईँले चाहिँ कोसँग चाहिँ कुरा होइन मैले लु त्यस्तो अनि त्यसरी कुरै गरेको छुइनँ नि त अनि म चाहिँ अब कसलाई भन्नु भने त भन्नु न दिदीसँग भनेको हो कि होइन बजाउनु मात्र खोजेको हो कि होइन नि त अब तपाईँलाई यस्तै लाग्छ भने के छ नि त
म घरै गएर बस्छु नि त यता आउनु फेरि कसको कुरा सुन्दै यहाँ उ नगर्नु है हामीलाई लागिरहेको छ हैन अनि अरूको कुरा सुन्दै चाहिँ हामीलाई चाहिँ के हामी चाहिँ किन उ हुनु फेरि लु कहिले भनेको भन्नु न कसम माथिबाट कसम मैले खाएर मैले त्यस्तो भनेको पनि छुइनँ भनेर अब बा बिर्सिनु भयो नि तपाईँले छैन कसम मैले सोच्नु तपाईँ बजाउनु खोजेको हो कि कुरा गरेर तर पनि अब मलाई त क्लियर हुनु त पाएँ नि त पाउनु भयो अन्त अनि मैले मम्मीलाई पनि भनेँ कि अनि अघि दिउँसो बोलेको थियौँ अनि म पनि बिरामी हुँदैन नि त अनि त्यहाँदेखि बोल्नु चाहिँ बोलेको थियौँ अनि यसो यसो भन्नुभयो अरे भनेको अब सँगै बस्ने साथीले नै त्यसरी अरूसँग कुरा गरेपछि त के गर्नुपर्छ यसो जान त घरै गएर बस सामानहरू त्यहीँ होस् चलाउँदै गर्नुहोस् उहाँले नै अब उहाँको पनि छ त्यस्तो त होइन हौ मोटी त्यो अरूको कुरा सुनेर चाहिँ कसम हामी दुई चाहिँ नराम्रो चाहिँ नहौँ है म भन्छु भन्नु न अर्किनु हेत्तेरिका न भन्नु न के को दुई चार हेत्तेरिका के चाहिँ तपाईँलाई चाहिँ के को चाहिँ हात गरेर त्यसो चाहिँ भनेछ हौ बित्थामा लु भन्नु सम्झिनु न कोसँग चाहिँ कुरा गर्नु मैले कुरा कसैसँग पनि त्यसरी गरेको पनि छुइनँ आफूलाई भन्नुभएको छैन लु किन त्योसँग चाहिँ किन म चाहिँ त्यसो अब सोल्टिनीले यस्तै सोच्नुहुन्छ भने त होस् न त ठिकै छ नि त घर छ घरमै गएर बस्नु अनि एकै ठाउँमा हालिदिन्छु खुबै भाटी हुँदा चाहिँ मलाई त कस्तो कि सोल्टिनी साँच्ची पो भनेको त मलाई त कति नराम्रो लाग्यो नराम्रो साँच्ची भनेको कसम नराम्रो लागिरहेको छ त्यस्तो केही होइन क्या त्यो कसले भनेको नाम चाहिँ भन्नु ल हामीलाई त्यो नराम्रो बनाउनु खोजेको होला होइन अब एक म काममा जान्छु तपाईँ यतिकै हुन्छ नि त अनि यताउता डुलेको देख्छ के भन्छ होइन अब तपाईँ मलाई सिधा नजर यता फर्केर बस्नु अलिक यता अनि म चाहिँ किन त्यसो भन्नु तपाईँले साँच्ची नभनेकै हो कसम भनेको छुइनँ मोटी तपाईँकै कसम न हो लु मलाई झुटो कसम खाएर साँच्ची भनेको लु मेरै कसम होइन होला के हो किन लु मैले चाहिँ मोटीलाई राखेर मैले यस्तो म केना काम बस्नु भनेर चाहिँ म चाहिँ होइन हौ राखेर त होइन नि त्यो सँगै बित्थामा बसेको छु त्यसो पनि भनेको पनि छुइनँ होइन मैले त्यसरी केना काम बस्नु भनेको छु भनेर चाहिँ कसम भए पनि भनेको छुइनँ है मोटी अनि त्यो नभने चाहिँ कहाँ बुझ्छु होइन कसम साङ्लो होइन तपाईँलाई अब गाह्रो लाग्छ भने सोल्टिनी म जान्छु नि त कसम हो के भएको फेरि तपाईँ चाहिँ होइन हौ मलाई त साँच्ची भनेको कति नराम्रो कस्तो सोच्दा पनि भित्रैदेखि भक्काएर छुटेर किन यस्तो भन्नुभएछ नि होइन यस्तो मान्छे त यस्तो कुरा गर्ने मान्छे त होइन अरू जे जस्तै भए पनि होइन म चाहिँ किन त्यसो भन्छु फेरि अरूको कुरा सुनेर चाहिँ तपाईँ चाहिँ किन यस्तो भन्नुहुन्छ होइन कस्तो हो भने नि कुरा नगरिकन त त्यो हुँदैन नि त कुरा त होइन मैले अन्त त्यसरी त मैले कसम पाथिबाट कसम भने कसलाई पनि भनेको छुइनँ अरू चाहिँ के भन्छु भने नि जोसँग कुरा गरे पनि तपाईँलाई त्यति अप्ठ्यारै लाग्छ भने म बस्दिनँ नि त के हो फेरि अनि के अब कुरा आयो त्यस्तै हामीले भन्यौँ त्यस्तै अनि कुरै सक्यो नि त्यति भनेर म त के नै भन्छ होला भनेर त्यसो भन्नु हुँदैन तपाईँले के नै भन्छ होला भनेर तपाईँलाई त्यसो भन्नु हुँदैन त मलाई थाहा छ त म त कहाँ लाने होला यो मान्छेले अब हिँड्नु आँट्दाखेरि भन्नु के भन्दा थियो त कहाँ लान्छ होला भनेको त के नै म त के फेरि के होइन मैले सुनाउनुहुन्छ होला भन्छु त के पो म त आत्ति गएँ अब भन्नु हुँदैन बित्थामा एउटा कुरा भनौँ सजिलो दिन यहाँ आउँदा यहाँ बस्नु न तपाईँ मेरो फोन कहाँ छ देख्नु भएको छ प्रेम गरेको सजी होइन म त मारिदिन्छु नि अब त के भएको क्यामेरा सजी खै यो बोल्ने हो के भएको अब म त कसम म त आत्ति गएको थिएँ मैले कहिले त्यसो भने भनेर आमा एकछिनै अघिदेखि अब यस्तो यस्तो चाहिँ गर्छु कहाँबाट त्यहाँ बुद्धि जानु के भएको मान्छेहरू आमा म त नि म त मरेको थिएँ हौ एकछिन त के मैले त कसलाई पनि त्यसो भनेको प्राङ हुनुको सजी सोल्टिनी र मैले सजी सोल्टिनी कस्तो खालको आउनु बित्तिकै मैले के भन्नु भनेको थिएँ हाँस्दै हाँस्दै जान्छ म उता के भन्नु भनेको थियो आउनु बित्तिकै
ढोकामा आउनु बित्तिकै यहाँनिर फोन देख्नु आँटिसकेछ म त देख्नु होला भने उयो झोला राखेर यता म त अनि हतार बोले हाले नि देख्नु जान अनि सजी सोल्टिनी दिदी आउनु बित्तिकै दिदी यता आउँदा भनेर उता लगेर सोल्टिन्दा खै अघिदेखि रिसाइराख्नु भएको छ भन्ने भने अनि म अनि किन रिसायो भनेर म यता बोलाइहाल्छु भनेको त हाँस्दै पो भित्रमा म त के सुन्दा त गाइजहरू यहाँ मेरो पसिना आइसक्यो के म त लात्ती गएन अब रुई पनि हाल्छ फेरि ट्यालेन्ट हो नि त ट्यालेन्ट अब म त अब जान्छु नि त भन्नु थाहा छ त म त आत्ती गएँ नि एकछिन कस्तो लाग्यो यहाँभित्र कसम तपाईँले देख्नुभएको थिएन कसम देखेको थिइनँ हौ कसम यहीँदेखि मलाई पनि यहीँदेखि आँसु झर्नु आएको थियो कसमसँग भनेको हामी मिल्छौँ नि त हामी मिल्छौँ हामी त्यस्तो हुँदैन। डरै लाग्यो म त के भनेको नि अब के भन्नुहुन्छ यहाँ च्यानल सब्सक्राइब गर्नु भन्नु त सबैले मेरो मुटुको होइन मेरो मुटुको च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होइन तर आज खतरा प्रेम भयो कसम म त ओहो के भनेको कसम म त अनि अभि यहाँ मुटु कस्तो भएको थियो तपाईँलाई के थाहा यहाँ भित्रदेखि सधी चाहिँ हाँसेको उहाँ बसेर त किन पो हाँस्नु अन्त मलाई त हाँस उठिसकेछ अन्त अनि मैले त म त 20 मिनट भएपछि खोक्ने खोक्छ कुरै सकिँदैन क्यामेरा राख्ने एङ्गल नमिलेर हतार राखेको ढोकामै आइपुगिसक्यो अनि यसो एक्टिङ गर्दाखेरि त सोल्टिन त आधी पो आउनु भएछ त अनि तर त्यस्तै भयो भने हेर्नै पर्यो होइन त हेर्नु पर्यो हेरिदिनु होला ल इन्ड गरौँ आउनु सजी सोल्टिन इन्ड गरौँ हाम्रो न्यू च्यानलमा लाइक सेयर र सब्सक्राइब गरिदिनु होला होइन म त कसम तर रुनु आँटेको थिएँ एकछिन बेरसम्म मैले यसो गरेको भए चाहिँ म रुइजान्थेँ होला होइन गाइजहरू अनि त्यहाँदेखि छिटो भन्नुभयो होइन अनि त्यस्तै हो अब प्राङ्क कस्तो भयो हेर्दै गर्नु होला कस्तो आयो के आयो केही थाहा छैन क्यामेराको एङ्गल चाहिँ मिलाएको थिएँ भर्सक तर सोल्टिनी चाहिँ अलिक परै बसेको तान्छु ल हाम्रो च्यानललाई लाइक सेयर र सब्सक्राइब गरिदिनु होला बाई बाई फेरि आउनेछ यस्तो राम्रो भिडियोहरू